एक मैच अहिलेको एक मैच कस्तो पागल छ सो यो गाइस तो भाई कैसे हो आज हम क्या बताए ओ भाई डिजिटल वाओ नाइस ठीक अधिग्रह बने यो तरिका भाई यार यो कैरेक्टर को एबिलिटी तो यूज न करो कम से कम जर अ ल यो खेलिसकेपछि डिजिटल चलाउन आउँछ भनेको यही हो क्या ए भाइ दुका शॉट भाइ म वन ट्याप नै हान्छु फेरि 100 दिगम न ल भाइ अनि तर डिजिटलले छैन त के मेरो फेभरेट गन कुनै पनि छैन यहाँ त छि M187 किन लिएको तुक्का शॉट हान्नको लागि त्यो माटोले मेरो अब स्मुथ चल्न थाल्यो ओ कौन था यो ओ क्या था यो एक सेकेन्ड पहिले मलाई मेडकिट लाउन देऊ छी चिटिङ गर्छ यार मेडकिट लाउँदा पनि मार्दिन्छ भाग त्यो त सुनमा सोच्नु छ नि त म मेडिकिट हान्छु भन्दाखेरि कसले हानेको मैले कहाँ हाने भाइ म त खाली ड्यामेज दिए हानेको वाला त म पुरा फिनिश गरिदिन्थे मलाई नि फिनिश हान्नु ल ल भाइ छोड्दियो ओ दे सोद्धर हेला ओए ल ल ल ल बुझे मेरो टर्न गर्दिने बट डेजर्टिकल त ल्याउने छी डेजर्टिकल त लिँदैन ग्रोजा र यूएमपी किन ल्याएको कम से कम त यो M590 त ल्याऊ नत्र विलचेस्टर त ल्याऊ ग्रोजा मेरो फेभरेट ग्रोजा हुन्छ ल ल दाइ भुटे पनि केही नभन त पनि हेर्दै लागेछ मैले के भने सुन्नुभयो तुक्का शट तिमीलाई खेल्न नआको म 2 म्याच जितिसके तिमी 3 म्याच नै छौ लु अब 4 भयो कि भाइ म 2 म्याच जितिसके तिमी 4 म्याचमा राउन्ड दो राउन्ड ए त्यही वाउ नाइस दे दो पेनल्टी नै सक्छ नि तो ज्याली रे ज्याली पनि हेरेको दरानी मारिदिन्थे एडब्ल्युएम ओके भाइ अघि त तुक्का शट लागेको थियो अहिले त लाग्छ कि लाग्दैन डेजर्टको अघि तुक्का शट भन्दा ओबे पक्का मारे भाइ म मान्दिनँ जतिखेर पनि खालि यही एबिलिटी युज गर्छु आउनु जाम